हे गाइस सबैहरुलाई फेरि पनि स्वागत छ मेरो विशु भ्लगमा। अहिले चाहिँ हामी जान लागेको छौँ त्यसै पुरैना गाउँ घुम्न। यो चाहिँ हाम्रो फुपूको गाउँ हो। मैले हिजो मिनी भ्लग पनि हालेको थिएँ म आएको छु भनेर। त्यही भएर म ठ्याक्कै आज यता घुम्न आइदिउँ भनेर बाबु र मात्रै जान लागेको छौँ। अहिले बाबुले ट्याक्क लगाएर आफ्नो बाइक निकाल्न गएको छ। ल गाइस फाइनली बाबुले बाइक पनि निकालेर ल्याउँदै हो। ल गाइस बाबुले बाइक निकाल्दैछ, देख्न सक्नुहुन्छ तपाईहरुले। अब चाहिँ हामी टक्क बाइकमा जाने हो कि। चला न चला। हम का बाहुबली समझेको क्या? अनि तल बर्थडे साइकल चलाउनु मन पर्छ भने त्यस्तो बर्थडे भन्दा त तल निन्जा S2R3 बस तेरो खुट्टा बसेर नि निन्जा S2R3 यसलाई चलाउनु मन पर्छ भन्थ्यो के। त्यही भएर यो निन्जा S2R3 मा चलाउनु लाग्यो। ओए यसरी लोडिन्छ रे। जय बाप्पा जी हैया ल जति साइकल चलाउनु लाग्छ त्यति भ्याउ लाग्छ त आजकल त। ल गाइज हामी फाइनल्ली निन्जा S2R3 मा बसेर जाँदैछौँ। मैले झुलुङ्गे पुल यतातिर छ भन्ने सुने। अब तेरो गइजाम भनेर म पनि भिडियो बनाउन लागि दिएको छु। एउटा कुरा भनौँ, हाम्रो साइकलमा हाम्रो निन्जा S2R3 मा हावा भन्ने चिज छैन कि। त्यसमा एक गाउँमा यस्तो दामी खालको यो के भन्छ स्विमिङ पुल देखेँ मैले। खतरावाला स्विमिङ पुल रहेछ यो, गोबरले मात्रै बनाएको। म चाहिँ अहिलेसम्म देखेको थिइनँ कि। अनि यता बाबुको फाटिरह हावा नआएको साइकलमा हामी हिँड्दै छौँ। बरु हिँड्दै गयो ठिकै हुन्छ। टाढा चाहिँ हिँड्दै गयो तल। टाढा छ सो गाइस अब चलाउने पालो चाहिँ मेरो आयो। त्यही भएर बाबुले भिडियो बनाउँछ अब। ल आज म पहिली बार यसरी बसेँ यार, मजा आयो यार। धेरै साइकल चलायो, धेरै कति बर्थडे साइकल चलायो कि गाइस। 1 hour later. सो गाइज हामी चाहिँ आइसकेको छौँ, नजिकै छौँ। बाबु चाहिँ मेरो पछाडि नै हो। धेरै पछि म झुलुङ्गे पुलमा आएको छु। बाबु चाहिँ साइकल चलाएर जान्छु भने ल। म चाहिँ फाइनली चढिसकेँ। यहाँ मान्छेहरू पनि छन् तलतिर। आइज बाबु चाहिँ आफ्नै स्टाइलमा ठ्याक्कै साइकल चलाएर आउँछु भनेर है। ए राइडर साइकलमा हावा नभएर म चाहिँ फाइनली हिँडिसकेको छु। कहाँ हो खस्ने यार, बरु मुहाल खस्ला कि नि डर लाग्छ। खस खस गरेर के उहाँ हिँड्दाखेरि एकचोटि डर पनि लागिरहेको मलाई। सो गाइज त्यहाँ बाँदर पुल हल्लिरहेछ यार गाइज, पुरा पुल हल्लिरहेको डर। मजा त के भन्छ सर बाबु यार, बल्ल म यहाँ आउनेको जस्तो अर्थ लाग्यो बल्ल मलाई। मलाई कसलाई राम्रो शान्त मोबाइल पानी हेर्न रङ्गी रङ्गी। सो फाइनली गाइज मैले पुल चाहिँ तरेर भ्याइसकेको छु अहिले। डर लाग्ने जस्तो थियो यार माथि बस्दा हेर्दा। ल झाला पानी चाहिँ मजाले खेलेको छ। दामी खेल्ने जस्तो लाइकको पनि छ कि दामी पानी। सो गाइज मेरो खुट्टामा के सुन परे जस्तो छ। हड्डी हो बे मान्छे गर्दै बाबुलाई हेर न गाइज के गर्नु लाग्यो। यस्तो मजा आएर पुरा डर मानेर त्यहाँको अङ्कल आन्टीहरू गाइज जबरजस्ती झगली राति एउटा अङ्कलले हामी
पनि मस्त मोज बसाउने गाइस तो बवाल ठाउँ जो वहाँ बाँदर देखिरहेको छु म धेरै टाढा क्यामेराको जुम हाल्न पुग्दैन अनि ठाउँ चाहिँ दामी के भिडियो पनि बनिरहेको फोटो पनि खिचेको सो गाइस यो पुरा जङ्गल हो मजा आइरहेछ यार जोस गाइस हामी फाइनली बिचमा आइसकेको छौँ समुद्रमा घुम्न बस्न नपाए यस्तो गाउँमा भयो भने मजा बहुत आउँछ तर के गर्ने बजारको मान्छे यस्तो पाइँदैन सो गाइज अहिले चाहिँ हामी सिधै ब्रिजको तल सुकेमा सिधै ब्रिजको माथि उहाँ ब्रिज छ म चाहिँ तल छु यहाँ चाहिँ धजा सजा केही पनि बाँधे रहेछ हामी उता बढी टिभीको देखेर हामी चाहिँ अलिक जान लाग्छौँ चप्पल पनि लाग्छ यार चप्पल उता कुनैमै छ लगाइछ अब माइसको विशेष आउँला छ ओ विशेषको त खुट्टा पुगिहाल्छ जसरी नै आइहाल्छ यो त ए साइकल ल्याउनु बिर्सेको समाज ल गाइज बाबु चाहिँ साइकल ल्याउन गएको छ यो पुरा जङ्गल हो अनि ऊ त्यो अङ्कल त पुरा माथि चढिरहेछ नि यार त्यो अङ्कल बाबु त्यो दाइ चाहिँ माथि नै छन् अहिले चाहिँ सबै यति धेरै मान्छेहरू छन् खुट्टा हिँड्न पनि अहिले पुरा भारी भइरहेछ यार खुट्टा पनि यो पुलमा हिँड्दा यार चाहिँ डर भन्ने चिज हल्का हल्का लाग्छ यार दामी के गाइज हिमालको दाइलाखेरि यस्तै यस्तै ठाउँमा घुम्न मन लाग्छ अरे बाबु चाहिँ अहिलेसम्म कहाँ त आउँदैछ बाबु चाहिँ पछाडि आउँदैछ म आइसकेँ यतै अब मैले वहाँ तलबाट फुल टिपेर ल्याएको थिएँ गाइज ल है जिजस माई गड त्यो गइसक्यो बडा झुलुङ्गे पुग्दा हल्लिरहेछ क्या धेरै मान्छे हिँडेर त्यो दाइहरू पुरा उफ्रिरहेछन् अनि बाबुले ड्याक्क आफ्नो क्रस फायर निन्जा S2R3 ल्याएर आउँदैछ त्यो मान्छे वहाँ माथि चढेछन् यार कहाँ यहीसम्म कि तलै पनि तल पनि आउँछ भने त त्यही अड्की अहिले चाहिँ गाइज हामीले झुलुङ्गे पुल छोडेर अब जान लाग्यो अब हामी अघि नै घरतिर अब अनि आजको मेरो लङ मिनी जे भन्यो नि भ्लग यति नै थियो बाई